भर्खरै हामीले निर्वाचन सम्पन्न भएको पनि देख्यौँ। हामी आफूले भोट पनि हाल्यौँ। प्रत्यक्षको लगभग सबै आइसकेको छ भने समानुपातिको पनि नतिजा आइसक्यो। सिट बाँडफाँड बाँकी छ। समानुपातिबाट हुने जो पनि अहिलेसम्मको उम्मेदवार हुनुहुन्छ उहाँहरूलाई चाहिँ पार्टीले क्लस्टर अनुसार छुटाउँदैछ। त्यो पनि अब छिटै नै आइहाल्ला। मलाई चाहिँ आज के विषयमा कुरा गर्न मन लाग्यो भने हामीले निर्वाचनमा हामी आफ्नो क्षेत्रमा आफ्नो बुथमा गएर मतदान केन्द्रमा गएर मत दियौँ। मतदान गर्न जाँदै गर्दा निर्वाचन आयोगले हामीलाई यी कार्डहरू आफ्नो परिचय पत्रहरू लिएर जानु जसले गर्दा तपाईँले मतदान गर्न पाउनुहुन्छ भनेर हामीलाई आह्वान गरेको पनि थियो। जस्तो हामीले मतदानको लागि योग्य हुनको लागि हामीले मतदाता परिचय पत्रमा नामावली दर्ज गराएका हुन्छौँ। हामीलाई कार्ड नै दिन्छन् त निर्वाचन आयोगले मतदाता नामावली, त्यो कार्ड हामीसँग हुन्छ। तर चुनावका लागि चाहिँ हामीले आफ्नो परिचय पत्र, नागरिकता, लाइसेन्स, एनआइडी कार्ड अथवा लाल पूर्जा वा आफूसँग जे परिचय पत्र छ त्यो लिएर जाँदाखेरि चाहिँ मतदान दिन पाइन्छ भनेर भनिएको थियो। मलाई कस्तो लाग्यो भने हामीसँग कति धेरै परिचय पत्रहरू रहेछन् कि जसले गर्दा हामीले त्यो परिचय पत्र चुनावका बेलामा चाहिँ प्रयोग गर्न पाइने, तर ती अरू कार्डहरू अरू प्रयोजनमा चाहिँ प्रयोग हुँदैनन् के। अब यति धेरै परिचय पत्रहरू हुँदा पनि सरकारी कार्ड हुने त्यही सबै कुराहरू, आखिर के अर्थ छन् त यति धेरै सरकारी कार्डका। अथवा चुनावको बेलामा हामीले जे प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ज गराउँछौँ त्यही कार्ड मात्रै अनिवार्य लागू किन नगरेको। अब हामीले लाइसेन्स देखाउने ठाउँमा अर्को परिचय पत्र देखाएर त हुँदैन नि त, लाइसेन्सै देखाउनुपर्छ भनेपछि यतिका धेरै कार्डहरू हामीलाई चाहिँ किन लिनुपर्छ अनि एउटा कार्ड अर्को ठाउँमा प्रयोग किन दिइन्छ। मलाई चाहिँ यो विषय अलिकति कस्तो जस्तो लाग्यो, त्यही भएर चाहिँ मैले खालि सेयर गरेको हो। तपाईँहरूलाई चाहिँ के लाग्छ यो विषयमा?